धन्यवाद। सम्पूर्ण सर्जकहरू एक हौँ, सभ्य समाज निर्माणमा जुटौँ भन्ने नारा लिएर स्वर्णिम साहित्य समाज बरा क्षेत्रले आयोजना गरेको स्कुलमा कविता सिजन 3 को ग्रान्ड फिनाले कार्यक्रमका सञ्चालक आदरणीय सर्वज्ञ। यस कार्यक्रमका अध्यक्ष स्वर्णिम साहित्य समाजका अध्यक्ष सर्वज्ञ लिम्बुज्यू, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार आदरणीय दाइ नवराज साउज्यू, कार्यक्रमका विशिष्ट अतिथि बराजपुर नगरपालिकाका प्रमुख आदरणीय नगरपालिका सुनवारज्यू, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ आदरणीय प्रसाद खरेलज्यू, बराजपुर नगरपालिका वडा नम्बर 7 वडा अध्यक्ष आदरणीय कुमार आचार्यज्यू, ट्याप्सन बराजपुरका अध्यक्ष आदरणीय सिन्धु राईज्यू, यस कार्यक्रममा उपस्थित रहनुहुने प्रधान नमस्कार आदरणीय सन्तुरीज्यू, प्रधान विष्णुदाज्यू, हाम्रा मार्गदर्शक बराजपुरको शिक्षामा महत्त्वपूर्ण योगदान गर्नुभएका आदरणीय प्रभात परेलाज्यू, जसले भर्खरै एउटा आमा श्रेष्ठ कविता सुनाएर जानुभयो। यस कार्यक्रममा उपस्थित रहनुहुने बराजपुर नगरपालिका शिक्षा शाखा प्रमुख आदरणीय उत्तमराज भारतीज्यू लगायत महिला तथा सदस्य साहित्य अनुरागी सम्पूर्ण महानुभावहरूलाई म बराजपुर नगरपालिका वडा नम्बर 5 को तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्छु। अभिवादन, नमस्कार, जय नेपाल। र सँगसँगै तपाईँहरूलाई म बराजपुरको यस भूमिमा हार्दिक स्वागत गर्छु। बराजपुर नगरपालिकाको यो स्वर्णिम साहित्य समाज एउटा सृजनशील संस्थाले, साहित्यिक संस्थाले हामीलाई यति सुन्दर प्लेटफर्म दिएको छ। हामी जनप्रतिनिधिहरूलाई यति सुन्दर कार्यक्रममा आउने अवसर प्रदान गरिदिनु भएको छ। वरिष्ठ साहित्यकारहरू, मदन पुरस्कार विजेता आदरणीय नवराज लम्साललाई जस्ता व्यक्तित्वहरूसँग भेट गर्ने अवसर प्रदान गर्नुभएको छ। म सर्वप्रथम स्वर्णिम साहित्य समाजलाई हार्दिक धन्यवाद, कृतज्ञता व्यक्त गर्छु। विशेष गरी प्रकाशजीलाई म धेरै धेरै धन्यवाद दिन्छु। प्रकाशजी मेरो झन्डै 1 दशक अघिको एउटा विद्यालयमा पढाउने एउटा सहकर्मी साथी हुनुहुन्छ। आज म जनप्रतिनिधि छु, प्रकाशजी निरन्तर पढाइ गर्नु भएको छ। यो साहित्य क्षेत्रमा हिजो म सहकर्मी रहँदा पनि यतिकै सक्रिय हुनुहुन्थ्यो, आज पनि उत्तिकै सक्रिय हुनुहुन्छ। हिजो उहाँ यस संस्थाको अध्यक्ष हुनुहुन्थ्यो, आज उहाँ यो संस्थाको अध्यक्षबाट बाहिरिनु भएको छ, तर अध्यक्षभन्दा कम खटिरहनु भएको छैन। र प्रकाशले एउटा प्रस्तुति के पार्नु भएको छ भने कायम गर्नलाई पनि एउटा पदवी ओगटी राख्नुपर्छ भन्ने छैन भने एउटा प्रश्न पार्नु भएको छ। प्रकाशले उहाँको अध्यक्षको कार्यकालभन्दा पछिल्लो जति पनि कार्यक्रमहरू भएका छन् ती हरेक कार्यक्रम प्रकाशले आफ्नै लिडिङ रोलमा रहेर काम गर्नुभएको छ। म प्रकाशलाई यो काम गर्ने जोस जागर उत्साह सदा कायम रहोस् भन्ने हार्दिक शुभेच्छा दिएको छु। यस ग्रान्ड फिनाले कार्यक्रममा जति पनि प्रतियोगी साथीहरू कविता लेखिरहनु भएको छ, सबै साथीहरूलाई विजयलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सुरुमै म उपस्थित सम्पूर्ण महानुभावहरूलाई र विभिन्न ठाउँहरूबाट आउनुभएका कवि कवियत्रीज्यूहरूलाई स्वागत गर्दै तपाईँ सम्पूर्ण महानुभावहरूलाई 2083 सालको नव वर्षको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र म छोटोमा मेरो शुभकामना मन्तव्यलाई अगाडि बढाउँछु। यस कार्यक्रममा योभन्दा अगाडि यहाँ एउटा स्वर्णिम साहित्य समाजको एउटा कार्यक्रम भएको थियो। त्यो कार्यक्रममा मैले एउटा उद्घोष गरेको थिएँ। म स्वर्णिम साहित्य समाजका विभिन्न कार्यक्रमहरूसँग निरन्तर जोडिएको छु। साहित्यिक कार्यक्रममा जाँदा हामी चुनावमा उम्मेदवार हुँदाका बखत आफ्ना प्रतिबद्धता पत्रहरू मानिसहरूलाई बाँडेको सधैँ विभिन्न विधागत प्रतिबद्धताहरू व्यक्त गर्दै हिँड्यौँ। साहित्यका क्षेत्रमा यो गर्छु भने, पूर्वाधारका क्षेत्रमा यो गर्छु भने, महिलाका क्षेत्रमा यो गर्छु भने, बालबालिकालाई यो गर्छु भन्ने हिँड्यौँ। साहित्यको सेक्टरमा गर्छु भएका कामहरू हामीले बिर्सिसकेका छौँ। यस्तै साहित्यिक कार्यक्रमहरू भोलि साथीहरू आउने, प्रोपोजल पेश गर्ने, सामान्य बजेटिङ गरिदिने, यही हामीले चाहिँ एउटा जिम्मेवारी हो भन्ने सम्झिरहेका छौँ। तर निरन्तर स्वर्णिम साहित्य समाजले बराजपुर 5 को सभाहरूलाई, यो सभाहरू म वडा अध्यक्ष भइसके पछाडि निर्माण गरेको मात्र नेपालको सभामा जबदेखि सभा निर्माण भयो त्यस पछाडि उहाँले निरन्तर जसो यहाँ कार्यक्रम गर्दै जानुभयो। कार्यक्रम उहाँले गर्दै जाँदा मेरो उपस्थिति रहँदै गएपछि मैले मेरो वडा अध्यक्ष बन्दाको बखत गरेको एउटा प्रतिबद्धता बिर्सिरहेको रहेछु। त्यो प्रतिबद्धता थियो एउटा खुला पुस्तकालय बनाउँछु भन्ने प्रतिबद्धता थियो। आफू पदमा पुग्नुभन्दा अगाडि त्यसको स्रोत साधन के कति हुन्छ, के कसो हुन्छ थाहा नहुने रहेछ। अनि अहिले फेरि के भएको छ भने जनप्रतिनिधिहरूको काम भनेको जेको पनि भवन निर्माणमा बजेटिङ गर्ने चाहिँ एउटा
यो एउटा कार्यक्रम जस्तो गर्नुपर्छ। हरेक सङ्घ संस्थाले माग चाहिँ भवनको गर्ने, भवन निर्माण गर्दै जाने र भवनको प्रयोग चाहिँ वर्षमा एकपटक दुईपटक मात्रै गर्ने। एउटा कुनै संस्थालाई भवन बनाइदियो, उसले त्यो संस्थाको चाहिँ भवनको प्रयोग भनेको त्यसको स्थापना वर्षमा आउँदा गर्छ अनि वर्षमा मरेर एक दुईपटक कार्यक्रम गर्छ। अनि मैले पनि सोचेँ एउटा पुस्तकालय बनाउनले लाखौँ करोडौँ रुपियाँ खर्च गरेर भवन बनाउनुपर्छ, त्यसका लागि जग्गा चाहिन्छ। यो कुरा त सम्भव छैन, वडाको मन्दिरबाट यो कुरा सम्भव छैन, बाहिरबाट यो कुरा भन्ने बित्तिकै हुन्छ भन्ने छैन। अनि मैले अघिल्लो कार्यक्रमबाट साथीहरूलाई भने अब मैले तपाईँको स्वर्णिम साहित्य समाजको फाइनल हुनुभन्दा अगाडि यो बनारस नगरपालिका 5 को सभामा एउटा ओपन लाइब्रेरी बनाउँदैछु। तपाईँहरूले यहाँ भित्र बस्दै गर्दा एउटा बुक र्याक देख्नुभयो। यो बुक र्याक आज बिहान मात्रै बनिसक्यो। यो 1-2 महिना अगाडि उहाँको कार्यक्रम मैले घोषणा गरेको थिएँ र यो बुक र्याकमा हजारौँ पुस्तक गर्ने मैले बुक र्याक तयार गराएको छु। शिक्षा शीर्षकबाट ओपन लाइब्रेरी अब हामीले ठुलो बनाउन नसकिने हो। 9 बजे बिहान अफिस खुल्छ, यो लाइब्रेरी खुला हुन्छ, बेलुका 5 बजे अफिस बन्द हुन्छ, यो लाइब्रेरी बन्द हुन्छ। कति साथीहरू बिहानमा काम तब चाहिँ वेटिङ गर्नुपर्ने अवस्थामा सबैले चाहिँ अहिले वाइफाई कनेक्ट गर्ने, वाइफाईबाट अलिक कुरा हेर्ने छ। तर कति कोही साथीहरू अध्यक्ष हुनुहुन्छ भने माथि आएर पढ्न सक्नुहुन्छ, अन्य साथीहरू पढ्न सक्नुहुन्छ। एउटा चाहिँ तल कामको प्रेसर पनि भएन कर्मचारी साथीहरू भने दृष्टिकोणबाट मैले यो ओपन लाइब्रेरीको कन्सेप्ट अगाडि बढाएको छु। र म यो कुरा किन भन्दैछु भने यही कार्यक्रममा यहाँ राजनीतिक साथीहरू हुनुहुन्छ, क्याम्पसमा पढाउने प्राध्यापकहरू हुनुहुन्छ, साहित्य गर्ने साथीहरू हुनुहुन्छ र यो लाइब्रेरीमा राख्ने पुस्तकहरू चाहिँ मैले वडाको कुनै बजेटिङबाट कोटेसन गरेर ठेकापट्टाबाट पुस्तकहरू खरिद गर्ने योजना बनाएको छु। यो लाइब्रेरीमा अझै मेरो 1 वर्षको काम छ, कुनै अभिज्ञता केही भएन भने म 1 वर्ष अझै वडा अध्यक्ष रहन्छु। मेरो योजना के छ भने यो 1 वर्षभित्रमा म आह्वान गर्छु साथीहरूलाई, जति साथीहरूको बर्थडेहरू सेलिब्रेसन गर्नुहुन्छ तपाईँले राम्रो राम्रो पुस्तक 5,000 10,000 खरिद गरेर यो लाइब्रेरीमा राख्न सक्नुहुन्छ। मेरो योजना छ यो लाइब्रेरी, यो ओपन लाइब्रेरीमा र्यान्डमली पुस्तकहरू हुने छैन। केही पुस्तकहरू हामीले पनि खरिद गरेका छौँ, वडा कार्यालयले पनि धेरै पुस्तकहरू खरिद गरेको छ। जस्तै महावीर पुनःको पुस्तक बिक्री गर्ने हामीले हजारौँ पुस्तकहरू किन्यौँ। यस्तै साहित्यिक कार्यक्रममा पुस्तक बिक्रीका लागि राखेको हुन्छ, त्यहाँ हामीले पुस्तक किनेका छौँ, ती पुस्तकहरूलाई राखिन्छ। र मैले के सोचेको छु भने विधागत ढङ्गले ती पुस्तकहरू राखिन्छ। म आग्रह गर्छु कतिपय साहित्यिक साथीहरू, साहित्यमा जोडिनु भएका साथीहरू हुनुहुन्छ, मातृ भाषामा साहित्य लेख्ने साथीहरू हुनुहुन्छ, म सबै साथीहरूलाई आह्वान गर्छु सबै धर्मका धार्मिक पुस्तकहरू तपाईँहरूले डोनेट गर्न सक्नुहुन्छ। हामी धर्मको पुस्तकहरू एउटा कोलामा राखिदिन्छौँ। त्यो हिन्दू धर्मका पुस्तकहरू, सनातन धर्मका, किराँतका, बौद्धका, जैनका, तपाईँको मुस्लिम धर्मका, तपाईँ इसाईहरूका सबैका पुस्तकहरू एउटा कोलामा राखिदिन्छौँ। साहित्यका पनि कविताका पुस्तकहरू एउटा कोलामा राखिदिन्छौँ, उपन्यासका पुस्तकहरूलाई एउटा कोलामा राखिदिन्छौँ। विभिन्न तपाईँको चाहिँ के तथ्यसँग सम्बन्धित पुस्तक, तथ्याङ्कसँग सम्बन्धित पुस्तकहरू एउटा कोलामा राखिदिन्छौँ। कतिपय सरकारी कामकाजका लागि सहज गराउनुपर्ने पुस्तकहरू, सूचनाका पुस्तकहरू एउटा कोलामा राखिने विचार गरेको छु। र यसरी एउटा पुस्तकालय निर्माणको अभियानमा जुटेको छु। जस्तै एउटा सिङ्गै भवन आवश्यक छैन, हामीले यस्तै भएका भवनहरूलाई सदुपयोग गर्न सकिन्छ। हामीसँग योभन्दा बाहेक अरू पनि भवन छ। एउटा 20-25 वर्ष अगाडि छत ढलान गरेर यतिकै नथालेको भवन छ, त्यो अहिले छत कुहिन थालेको छ, त्यसलाई डिस्प्ले गर्नुपर्ने आवश्यक छ। त्यसो भएको हुनाले मैले यो कुरा किन फेरि गइरहेको छु, मेरो 4 वर्षको जनप्रतिनिधित्वको कार्यक्रममा हरेक सङ्घ संस्थाहरूले भवनका लागि माग गर्ने, जग्गा डोनेसन गर्ने, जेको पनि भवनै बनाएर देखाउनुपर्छ, त्यो वस्तुगत देखाउनै पर्छ भन्ने खालको एउटा मानसिकता छ। त्यसलाई हामीले चिर्नुपर्छ। हाम्रा भएकै सम्पत्तिहरूलाई सधैँभरि सदुपयोग गर्ने वातावरण बनाऊ। बनारस नगरपालिकामा अहिले तपाईँले हेर्न सक्नुहुन्छ, अब पत्रकार साथीहरूको भवन बन्दैछ, साहित्यिक संस्थाहरूको भवन बनाउने दौडमा छौँ हामी। दलित साथीहरूको भवन, तर दलित अधिकार कर्मीहरूको दलित सङ्घको भवन, दलित त्यही सङ्घले गर्ने 1 दिनको कार्यक्रम मात्रै त्यो सदुपयोग भएको मैले देखेँ। पत्रकार साथीहरूको पनि त्यस्तै स्थापना दिवस मात्रै बनाउनु भवनको प्रयोग भयो भने यसको कुनै औचित्य छैन। सिर्फ खण्डहर बनाउनुले कुनै प्रगति गर्दैन समाजले। मेरो अपेक्षा छ खण्डहर मात्रै निर्माण हामी जुट्नु हुँदैन, त्यो खण्डहरको सही सदुपयोग गर्नुपर्छ। यस्ता बनेका भवनहरूलाई अन्य संस्थालाई जोडेर पनि उनीहरूको संस्थाहरू त्यहाँनिर राख्न सकिन्छ, कार्यालय राख्न सकिन्छ भन्ने कुरा राख्दै यो कार्यक्रम यति भव्य ढङ्गले साथीहरूले चाहिँ सम्पन्न गर्न लागिरहनु भएको छ। अब कार्यक्रमको शुभकामना के दिउँ, कार्यक्रम त भव्य ढङ्गले सम्पन्न हुन लागिरहेको छ। म बधाई दिन्छु र यो कार्यक्रम सफल र भव्य रूपमा सम्पन्न रहनेछ भन्ने शुभेच्छा व्यक्त गर्छु। र स्वर्णिम साहित्य समाजसँग हामी निरन्तर जोडिरहेका छौँ। म मेरो जनप्रतिनिधि रहेको अवस्थाभन्दा अगाडिदेखि उहाँहरूसँग जोडिएको छु। जनप्रतिनिधि रहँदा पनि उहाँहरूले अपेक्षा गरे अनुसारको म
मैले सहयोग गर्ने प्रयत्न गरिरहेको छु र यो कार्यक्रमलाई पनि मैले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तपाईँको कार्यक्रम सबै र भव्य रूपमा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै मैले सबैलाई मिचेर यसलाई क्षमा माग्दै बिदा हुन्छु। धन्यवाद।